आज चाहिँ हामी घुम्न जान आँटेको छौँ कहाँ भन्दाखेरि भेटार जान आँटेको छौँ। भेटारको मन्दिर पाथिबाट जाँदैछौँ हामी। अनि हामीसँग चाहिँ हाम्रो दुईजना छोरी, बहिनीको छोरी र मेरो छोरी अनि मम्मी। खै मम्मी कता जानुभएको छ हौ? यता आउनु न मम्मी सिरी। वेयर इज माई ब्युटिफुल मम्मी? हामी भन्दा राम्री हुन्छ बुझ्नु भएन? ओके अब हामी बाटो लाग्दैछौँ। म बाटोको भिडियोहरू बनाएर हामी बाटो लाग्दैछौँ है गाइस। लाग्यो भाइ बाटो गाइस। बाटो बनाउन लागि यहाँबाट चाहिँ देख्यो नि त, यहाँबाट रहेछ नि त यो जाने बाटो पनि। जानु पर्दैछ है साथीहरू। हेऱ्यो साथीहरू मन्दिर आइसकेको छु। भन्नाले पनि अब यो भनेको चाहिँ यहाँबाट हिँड्नुपर्ने हुन्छ 15 मिनट। हामी चाहिँ अब यहाँबाट हिँड्नुपर्ने हुन्छ यता 15 मिनट हिँड्नुपर्ने हुन्छ 15 मिनट। ठिक छ नि? ठिक छ नि सुपु डार्लिङ हाल्थ्यो? ठिक छ ठिक छ ठिक छ सबैको हाल्थ्यो ठिक छ। झोला बोकेर यसरी हिँड्दैछौँ है। तगडा छ मम्मी जस यत्रो दार्जिलिङ सालसिङ घुमेर पनि आउनु। पाथीबाट पनि भ्याउनु भयो छोरीसँग। त्यतिको बोटो रहेछ गाईको तपाईँलाई थाहा छ? अहिले फल्दै रहेछ, खानु पो पाइँदैन त। फलेको चाहिँ देख्न पाइन्छ, खान पाइँदैन। हालत पतला भयो होइन, त्यस्तो टाढो त होइन, त्यही पनि हालत पतलै भयो। अब यहाँ हामी भित्र यसो हुन्छ नि त बाबा। यसरी अलिकति भयो अरूलाई पनि देऊ न, अन्चु चलाइदेऊ न। पर्छ त्यो मम्मीले बत्ती बाल्दै हुन्छ। यो लाइन कति परसम्म पुगेछ अघि भन्न छिटाएछु। यहाँलाई छिटाउनु पर्ने रहेछ है गाई। ढिलायो भने चाहिँ यही लाइन चाहिँ लास्टै हुने रहेछ। तल केटसँग लाइन छ। शिव मन्दिर रहेछ है। अब ठ्याक्कै यतातिर चाहिँ पाथिभरा मन्दिर छ भने यता चाहिँ शिव मन्दिर रहेछ साथीहरू। हाम्रो भाइ र भदैनसँग नि भेट भयो यहाँनिर है। कति हामी बाटो लाग्यौँ फेरि बल्ल बल्ल लाइन सकेर हाम्रो अब बाटो लाग्यौँ। आजको भ्लग यति नै हो गाइस। ओके बाई बाई।